ए केटाकेटीहरू आफै जान थाले यो बिचतिर। स्विमिङ क्लास सिकाएको कारण चाहिँ यतिको लागि गुड जब गाइस। नाबु सानो मान्छे नि एकदमै रमाइलो गरेर स्विमिङ भयो कार्यक्रम धमाधम भइरहेको छ। वर्षा बिस्टी लेट्स गो। आउनु वर्षा आउनु। अब हामी लु खाजा खानुपर्छ। हे गाइस अब यहाँ चटपटे खाएर चाहिँ एकदम आनन्द लिने छ। एकछिन चटपटेको कार्यक्रम हुँदैछ फटाफट। चटपटेको के हुँदैछ हौ? ए चटपटेको कार्यक्रम एकदम हुँदैछ तर यहाँ बलवाले अलिक समस्या देला जस्तो छ। यहाँनिर चाहिँ तीनजना एकदम ग्रेट स्विमरहरू चाहिँ स्विम गर्दैछन्। नाबु वर्षा बिस्टी एकदमै रमाइलोसँग स्विम गर्दैछन्। उहाँ स्विमरहरू चाहिँ एकदमै केटाकेटी खुसी छन्। एकदमै रमाइलो भइरहेछ। म पनि अहिले तलसम्म स्विमिङ गरेर आएको। यदि यो एरियामा क्लोज बाई हुनुहुन्छ भने चाहिँ मिस गर्ने ठाउँ होइन यो, सेन्टर पोइन्ट हो। मात्रै 2 घन्टा 2.5 घन्टा लाग्छ। हजुरहरू पनि आएर आनन्द लिन सक्नुहुन्छ। हेलो गाइस पानी चिसो छ? ए नाबु यस अर्को स्विमर यहाँ कुदिरहनु भएको छ एकदमै दौडधुप रातमा। अर्कोमा मान्छे उहाँ ऊ हाम्रो सापकोटा सर आनन्दले घाममा मस्त बसिरहनु भएको छ। त सिगल पनि छ। एकदमै रमाइलो छ। तर यो ठाउँको एउटा विशेषता के छ भने तपाईँको फ्लोरिडामा पार गर्दाखेरि तपाईँको पार्कभित्र पस्नको लागि $25 लाग्छ भने यो ठाउँमा चाहिँ $42 लाग्छ है। मनी वाइज चाहिँ पार्किङ चाहिँ अलिकति एक्सपेन्सिभ छ। र पनि यदि हजुरहरू पनि समर फन गर्नुहुन्छ भने चाहिँ यहाँ एकदमै आउने ठाउँ हो। यहाँनिर हाम्रो सानु काजी पनि उहाँ हल्लिरहनु भएको छ। हेलो सानु काजी। उहाँले हाई दिइरहनु भएको छ। सानु काजी पनि 85 को गर्मीमा आफ्नो स्टलरमै हाई दिइरहनु भएको छ। एकदमै रमाइलो भइरहेछ मलाई पनि। यता हाम्रो वर्षा सिस्टर पिङ्क ब्याग छैन छोरी। यता फेरि वातावरण अर्कै छ। एकदमै उहाँहरू पनि मनोरञ्जन लिइरहनु भएको छ। कतिखेर के हुने थाहा छैन। एकदमै रमाइलो भइरहेछ। मौसमले एकदमै साथ दिइरहेको छ। आज चाहिँ तपाईँको पानी पर्छ 86% पानी भनेर देखाएको थियो। तर आउँदाखेरि यस्तो राम्रो मौसम। चप्पल माछ एकदमै रमाइलो छ यो पार्क। एकदम यो रमाइलो एरिया छ। हजुरहरू नि आएर रमाइलो गर्नु होला। यो चरा चाहिँ फेरि चाहिँ हुन्छ सिगल। धेरै खेलकुद गर्ने माध्यम छ। अब हाम्रो एकछिनबाट यहाँ चटपटेको कार्यक्रम छ। त्यस पछाडि अन्य कार्यक्रम हजुरहरू समक्ष प्रस्तुत गर्दैछु। एकदमै नाबु पनि रेडी हो। नवीन भाइ पनि रेडी हो। अब नाबु पनि डाइपर लाएर रेडी नि हो। भाइ पनि हो। भाइ पनि स्विमिङ गर्ने हो। भाइ पनि स्विमिङ गर्न रेडी।
यहाँ हेर्नुहोस् ल यो रोलर कोस्टरले यहाँबाट स्टार्ट भयो माथि गयो हेर्नुहोस् है एकदमै माथि जाँदैछ अब माथि पुगेपछि जिरो ग्राभिटीमा झार्छ नि गइरहेछ ल हेर्दै जानुहोस् त्यहाँबाट जिरो ग्राभिटीमा झऱ्यो ल हेर्नुहोस् एकदमै फन भइरहेछ यहाँनिर चाहिँ लुक एट देयर गाइस यदि नजिकै हुनुहुन्छ भने चाहिँ यहाँ आएर एकदमै भरपुर आनन्द लिनु होला सिगल पनि यहाँ नाबु पनि रेडी भाइ कति गर्मी छ ठिकै छ विन्डी छ ठिक छ बिस्टी वर्षा कस्तो हुँदैछ त आजको Well, I'm just looking for stuff in the ocean. ओ वाट यु लुकिङ I'm looking for उहाँहरूको तयारी हुँदैछ सानो बुर्गुन्ते सानो भाइ एकदमै फ्यामिली फन चाहिँ एकदमै राम्रोसँग भइरहेको छ भाइ पनि पस्नु एकछिन हस् त रमाइलो गर्दै गरौँ जानु भाइ तपाईँ पनि ल भाइ पनि अब पानीमा आसन ग्रसन गर्न जानु हुँदैछ एकदमै गएर इन्जोय गर्नु होला हे नाबु सिटिङ माथि फेरि जिरो ग्राभिटीमै चल्दैछ ल हेर्नुहोस् एकदमै राम्रो रमाइलो वातावरण भइरहेको छ आजको मौसमले पनि एकदमै राम्रो च्यालेन्ज दिइरहेको छ यदि तपाईँहरू पनि वरिपरि कहीँ हुनुहुन्छ भने चाहिँ यस आई विल सो आउनुहोस् चिल रहनुहोस् स्वास्थ्य रहनुहोस् शान्त रहनुहोस् पानी कतिको चिसो छ स्विम गर्नु न त स्विम गर्नु ल टाढा नजानु है उहाँहरू पनि एकदम रमाइरहनु भएको छ मेरा दुई छोरी बिचमा रमाउँदैछन् ल वर्षा ल नेपालीमा भन्नु त तिमी कहाँ आएको हो वर्षा तिमी कहाँ आएको हो यो बिचको नाम के हो भन्नु त सेटल पोइन्ट बिचमा बालबच्चा पनि रमाउँदैछन् एकदमै राम्रो हुँदैछ तिमीलाई चाहिँ यहाँ कस्तो लागिरहेछ त अहिले एकदम नाइस अनि फनमा मस्त हुने बिचमा आएको मान्छे यसो पानीमा भाइलाई पनि भिजाउनु आफू पनि भिज्नु नि ल 3 अफ देम ल उहाँहरू चाहिँ अब एकदमै रमाएको अवस्था छ ल भिडियोमै रहनु होला साथ सपोर्ट सबै गरिदिनु होला हेलो एभ्रिवान वेलकम टु माई ब्लग आज चाहिँ सेडर पोइन्टमा आएका छौँ एकदमै रमाइलो वातावरण भइरहेछ केटाकेटी खेलिरहेछ वर्षा कहाँ आएको अब यता पनि उयो Christy, where are you going? Your socks! Your stinky sweaty! Musty, crusty socks! ए त्यस्तो बोल्नु हुँदैन नानी यता नगर्नु नि यहाँ चाहिँ आज चाहिँ अब यो आएको सेडर पोइन्टमा आएर चाहिँ एकदम रमाइलो गर्ने कार्यक्रम भइरहेको छ अब हाम्रो म्याडम पनि ल तपाईँहरू 3 जना जानुहोस् त त्यहाँ
उहाँ जानुहोस् न उहाँ ल उहाँहरू चाहिँ अब एकदम फोटो खिच्न जानु भइरहेको छ त्यो कसकोसँग भाइको लागि फोटो खिचेको हो या